साथीहरू मेरो लन्च बनेर चाहिँ रेडी भइसक्यो। अहिले चाहिँ हाम्रो दिउँसोको बजिसक्यो 2 बजी चाहिँ म लन्च खानालाई रेडी भइसकेको छु। आज मैले बिहान चिल्ला खाइदिएँ, केही खाएको थिइनँ। ल त साथीहरू इन्जोय गरौँ है त सोयासँग। सुपर। अनि नि साथीहरू म चाहिँ नखाएकोले एकदम विकनेस भइरहेको थियो। प्रभुजीले बढी पानी पिउ, बढी मट्ठा पिउ भन्नुहुँदै थियो होइन, तर म चाहिँ पानीमा धेरै पिउन सक्दिनँ हो। त्यही भएर पनि खाना लिएर आइदिनु भएछ। अनि यो चाहिँ सोया चाहिँ मैले आफैले बनाएको कुरिलोसँग। ल साथीहरू को कोलाई मनपर्छ है। अचार विचार त केही खानु भएन है, र पनि हल्का फुल्का आज चाहिँ यति उठेर बनाएँ। रिङ्गाटा चल्दा चल्दै भए पनि बनाएरै। ल अब गप्पा गफ दिउँ न त होइन त साथीहरू। भन्दा पनि 2-3 गाँस खाएपछि त्यसै अगाइहाल्छु। लिन चाहिँ मैले यति लिइरहेको छु है साथीहरू, तर खानै सकेको छैन। अब 2-3 गाँस हाल्दैखेरि अगाइहाल्ने होला म चाहिँ। बिमारी हुनु पनि साह्रो पो छ त हो साथीहरू। हुन त मान्छे मनुष्य शरीर भनेको जति भए पनि, जति गरे पनि कहिले पनि सन्तुष्ट नहुने मानव स्वभाव है। मान्छेहरू झोपडीमा बस्थे, घर बनाए, अझ ठुलो बनाउनु पाए हुन्थ्यो। अनि अलिक ठुलो बनाए, अलिक यो गर्न पाए हुन्थ्यो, अलिक त्यो गरे त्यो गर्न पाए हुन्थ्यो, त्यो भएन त्यो गर्न पाए हुन्थ्यो भनेर मान्छेहरू जहिले पनि कम्प्लेन मात्रै गरिरहन्छन् नि। फलानुले मलाई त यस्तो भन्यो अरे, ढिस्कानले मलाई त यस्तो भन्यो अरे भनेर लाइफमा कहिल्यै पनि खुसी नहुने मान्छे, अरूको मात्रै कुरा काटेर बस्ने मान्छेहरू पनि देखिएको छ साथीहरू। त्यो दिनैभरि पनि कुरा काटेर कहिले नअगाउने मान्छेहरू पनि छन्। अनि त्यो कम्प्लेन भयो भने चाहिँ कहिले पनि मान्छे जीवनमा खुसी र सुखी रहँदैन। जे छ आफूसँग, जस्तो छ आफूसँग त्यसमै रमाउनलाई, खुसी हुनलाई सिक्नुपर्छ है साथीहरू, होइन त।